YouTube च्यानलमा सबैले सब्स्क्राइब गरिदिनु र लाइक गरिदिनु र कमेन्ट गरिदिनु होला है त। थ्यांक यू सो मच। जान्छ मनमा पहिरो बागलुङ स्याङ्जा अनि अध्यक्ष संरक्षक प्रजापति पराजुलीज्यू नवरात्री परियार जो नवरात्री परियार नमस्ते। हाम्रो धना दिदीको फेसबुक युट्युब च्यानलमा सबैले सब्स्क्राइब गरिदिनु र लाइक गरिदिनु र कमेन्ट गरिदिनु होला है त। थ्यांक यू सो मच। त्यही भएर खिचेको नि त मैले। अब खाना खाने टाइम भयो साथीहरू, हामी कुपन लिएर अब खाना खाने रेडी गर्दैछौँ। सबैजनाले खाना बस्नु भएको छ साथीहरू। जुवालेको भात कस्तो भयो? मिठो छ। मिठो छ है खाना? साग पनि कति मिठो छ। दिदी खाना चाहिँ राम्रो छ ल। थोरै खाना खाने, धेरै नबोल्ने, ज्ञानी, साह्रै ज्ञानी दिदी। सबभन्दा धेरै मेरो छ भाग नदेखाउनु। 100 रुपियाँको खाना यो 100 रुपियाँ हो। यिनी मान्छे पातली मात्र एक थाल खान्छ। खाना त खान्छ। म यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। के भन्नु? आजको यस गरिमामय कार्यक्रम राष्ट्रिय लोक तथा लोकगीत प्रतिष्ठान गण्डकी प्रतिष्ठान 7औं हामी सबैका अभिभावक मार्ग निर्देशक त्यसै गरी प्रमुख अतिथिज्यूलाई बुकी र हार्दिक अनुरोध छ। त्यसै गरी विशिष्ट अतिथिकै रूपमा आसन ग्रहण गरे नेपालका केन्द्रीय सचिव कोटाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी राष्ट्रिय लोक तथा लोकगीत प्रतिष्ठान गण्डकी प्रदेशका सल्लाहकार हामीलाई सधैँ साथ दिनुहुने हाम्रा वन गुरुङ लगायत सम्पूर्ण सचिवालय सदस्यहरू लगायत सम्पूर्ण कार्य समिति सदस्यहरू सबैलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी पोखरा लोटोडी अध्यक्ष आदरणीय बुद्धिनाथ घिमिरेलाई पनि स्टेजको यो हार्दिक धन्यवाद छ। कार्यक्रम सञ्चालक प्रतिष्ठान गण्डकीका सचिव रामजी पौडेलज्यू, राष्ट्रिय लोक तथा लोकगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको त्यसको अधिवेशनका सभाध्यक्ष, गण्डकी प्रदेशका अध्यक्ष आदरणीय राजन कार्कीज्यू, कार्यक्रमका प्रमुख अतिथि, हामी सबैको अभिभावक, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष संरक्षक प्रजापति पराजुलीज्यू, हामी सबैको विशिष्ट अतिथि हुनुहुन्छ, हामी सबैको अभिभावक, यस संस्थालाई जन्म दिएर कतिजना यही लोकगीत सङ्गीत लोकगीत क्षेत्र भनेरै संस्थाका सचिव, कुशल कार्यक्रम सञ्चालक, गायक प्रिय भाइ रामजी पौडेललाई सबैभन्दा पहिले अनुभवका कुरा, आर्थिक संस्थागत कुरा, केही आफ्नो भोगाइका कुराहरू प्रस्तुत गर्दै हुनुहुन्थ्यो। म तपाईँबाट उहाँको लागि सबैले एकचोटि जोरदार ताली बजाइदिनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने हामी एउटा सुन्दर नृत्य छौँ यहाँहरू सबैका निम्ति। अक्सफोर्ड स्कुलको तर्फबाट यो हाम्रो बहिनीहरूको एउटा सुन्दर नृत्य हामी यहाँहरू सबैका निम्ति प्रस्तुत गर्दैछौँ। देखाउने अवसर जुटाइदिनु हो।
यसको लागि हार्दिक हार्दिक धन्यवाद सम्मान हामी व्यक्त गर्न चाहन्छौँ। नवबहादुर परियार हुन्छ। नवबहादुर परियार जसका धेरै सृजनाहरू सुन्दै गाउँदै हामी अगाडि बढ्यौँ। अत्यन्तै कुशल एउटा सर्जक गायक हुनुहुन्थ्यो। उहाँको सम्झनामा, उहाँको स्मृतिमा उहाँकी छोरी सरिता गायक र ज्वाइँ दिलीप गायकद्वारा बेहोरामा वाचन गरेर सुनाउने निम्ति चाहन्छु। हाम्रो अभियान अग्रजलाई सम्मान, नवीन प्रतिभालाई प्रोत्साहन, राष्ट्रिय लोकतान्त्रिक लोकगीत प्रतिष्ठान नेपाल प्रदेश कार्य समिति गण्डकी पोखरा अध्यक्ष श्री राजन कार्की। हामी श्रेष्ठलाई सम्मान गर्दैछौँ। सबैले जोरदार तालीले सम्मान गरिदिनु होला। उहाँहरूले हिजो गीत गाउनुभयो, यो लोकगीत क्षेत्रलाई अगाडि बढाउनु भयो। उहाँहरूकै बाटो पछ्याउँदै हामीले पनि यही क्षेत्रमा अगाडि बढ्न पायौँ। तपाईँहरूले पनि जोरदार तालीले दिदीलाई सम्मान व्यक्त गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। दिदीलाई हार्दिक सम्मान छ। विशेष नवलपुरको बासिन्दा हुनुहुन्छ हाम्रा दिदी शिवपुरी दिदी, नवलपुरका अध्यक्ष आदरणीय गोपीनाथ हिरेलाई पनि सँगै लैजाउँ। मास्टर डिग्रीमा 71.4% ल्याएर उच्चतम यो शैक्षिक योग्यता प्राप्त गर्नु भएको छ। उहाँलाई हार्दिक बधाई छ। गण्डकी प्रदेशको यो तेस्रो अधिवेशनमा हामीले सम्मान व्यक्त गर्न गइरहेका छौँ। उहाँको सम्मान पत्रमा लेखिएका शब्दहरू। हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन, राष्ट्रिय लोकतान्त्रिक लोकगीत प्रतिष्ठान नेपाल प्रदेश कार्य समिति गण्डकी पोखरा स्थापना 2075 सम्मान पत्र श्री करोडको मोह, प्रतिष्ठानप्रतिको मोह अनि यहाँले दिनुभएको समय र यहाँले दिनुभएको आफ्नो बुद्धि विवेकप्रति म तपाईँहरू सबै मन्तव्य प्रस्तुत गरिदिनुको लागि सुरेन्द्र दाइले बोलाम भनेको नदेश चाहिँ गर्नुहुन्छ हौ दाइ। ल जुन गानी गाउनु सम्झी मायालाई जान्छ मनमा पहिरो सिउँदो हरि कहिले तिम्रो माया गहिरो सिउँदो भर्यो हरि कहिले तिम्रो माया गहिरो। बागलुङ स्याङ्जा अनि म्याग्दी एउटा टक्का गाइदिनु न। छुट्ट एउटा मान्छे कस्तो यताको पाल